देख्न सक्नुहुन्छ बलात्कार पीडित महिला यति बेला शोभा पाठकलाई माइती घर मण्डलामा देखिएको छ। महेश बस्नेतदेखि लिएर आमरण अनसन बस्नुभएको छ। एमाले खोजेको भक्तपुरले लखेटेको जेलले रोजेको बलात्कारी भ्रूण हत्या र चोर महेश बस्नेत भोगटे उच्च अदालत पाटन ललितपुर मेरो फाइल तत्काल प्रहरीलाई बुझाइदिए। एकपटक न्यायको हत्या गर्न मिल्दैन, अपराधीको पक्षमा घोषणा गर्न मिल्दैन। ढिलो न्याय पाउनु भनेको न्याय नपाउनु सरह नै हो। न्यायको खातिर सडक रोज्न बाध्य नपार, अरूलाई पक्राउ गर्न सक्ने महेश बस्नेतलाई पक्राउ गर्न नसक्ने के सरकार डराएको हो कि कुनै मुद्दासँग साट्नलाई हो भनेर चाहिँ यहाँ माइती घर मण्डलामा शोभा पाठकलाई देख्न सक्नुहुन्छ। यस बेला भने यहाँ आमरण अनसन बस्नुभएको छ। हिजो बेलुकादेखि पानी पनि नखाई उहाँ अनसन बस्नुभएको छ। महेश बस्नेतलाई अब पक्राउ गराएरै छाड्छु भन्ने चाहिँ प्रतिबद्धता जाहेर गर्नुभएको छ। अब के हुन्छ हेर्दै जाउँ, उहाँले न्याय पाउनुहुन्छ कि पाउनु हुँदैन भन्ने कुरा चाहिँ अन्यलमा नै रहेको छ। यो माइती घर मण्डलाबाट ताजा दृश्य तपाईँलाई देखाइरहेका छौँ भने उता देख्न सक्नुहुन्छ, उतापट्टि अर्को दिदी बलात्कारी पीडित अर्को दिदी हुनुहुन्छ। यहाँनिर यो माइती घर मण्डलाको ताजा दृश्य तपाईँहरूलाई देखाइरहेका छौँ।